हामीले बुकिङ गरे हो यो होटल ठुलो छ होटल यो लकर है यो चाहिँ अब 2 जनाको लागि ओके सो extra pillow safe and what is this oh shoe rack हाम्रो एकजना साथीभाइ आउनुहुन्छ है विष्णु बुढा थुर्कीजी के छ खबर जरै पुसिसक्यो हजुर बेड पनि अल्हम्दुलिल्लाह एकदम राम्रो छ सब कुछ छ सोफाहरू टिभी चाय सुगर वाटर नो हेल्प अनि यो ड्रेसिङ टेबल्स and food menu 9 hotels Abu Dhabi Deira computer tables chair so bed telephone window and what is how to open cannot open they already put a screw here cannot open so washroom is most important कपडा कोड झुनिसक्यो क्या अब हाम्रो सामान यस्तो लथलिङ्ग छ अब यसलाई मेन्टेन सबै गर्ने हो यस्तो खचाखुचु छ अब यो मिलाएर मैले गरेर फ्रेस मैले लिएर आऊ अनि यहाँ छ नि त के हो अब यो भित्र हेरौँ वाउ just like a wow so beautiful oh my god good oh wow duita towel there some hair dryer bath tub duita como hand towels सेम मेरो रुम जस्तो रहेछ यो पनि टावल फेरि 2 टावल छ भेरी ब्युटिफुल यहाँ ठुलो ऐना छ अनि हामी यहाँबाट आयो यस्तो होटेलको होटल तपाईहरु पनि आउन चाहनेहरुको लागि यो डेरा दुबईमा भएको होटलको नाम चाहिँ 9 हो 9 हो कि 10 हो 9 हो हाम्रो सामानहरु यहाँ लथलिङ्ग छ यो पैसा पनि फुल छ यसमा बल्ल फेरि आएछ फ्लाइट यहाँ सामानहरु यस्तो पुरा परेको छ अब हाम्रो जर्नी कहाँसम्म रे विष्णु सर आज दुबईसम्मको अनि भोलि कहाँ हुन्छ हाम्रो भोलि हामी बुर्ज खलिफा जुमेरा बुर्ज खलिफा अनि कता कहाँ हो ह्याङ्गिङ गार्डन फ्लावर गार्डन अनि के अरे बिजनेस रोयल पार्क होइन अब यसको मुनि चाहिँ के रहेछ त यहाँ वाउ फ्रिज पनि रहेछ हौ फ्रिजमा कि पेप्सी हाल्दैछ औ खाली रहेछ बस यहाँ गेस्टहरू आउँदाखेरि बस्नको लागि हामी झलसमा चाहिँ दराजमा हालौँ है होइन नि यो हाम्रो कति परेको अरे यो होटललाई 600 अहिले 20 लगभग 620 रियल परेको छ अब नेपालीमा हिसाब किताब गर्ने हो भने त महँगै हो हैन अनि 17 18 19 समथिङ 20 18 19 20 21 समथिङ 21 22 हजार परेको छ यो 3 डे को लागि तर हामीले 2 दिनको मात्रै लिएको हो यहाँ अनि एक दिन फेरि 2 दिन यहाँ दिएर दुबईमा र एक दिन
अँ, आबुधाबीमा चिया खाने हो पहिला नुहाइदिएर गएर फ्रेस भएर पानी त्यही चियाको लागि 2टा बोतल राख्दै होला नि त यस्तै छ वासिङ मेसिन कसले भन्थ्यो वासिङ मेसिन बापुकोमा बुकिङ गरेको होला यसमा होइन ठिक छ ल यही हो कुराकानी बाहिर छैन यो 2टा बेड हो 2जनाको लागि यो एउटा सो टेलिफोन छ अनि यहाँ यो आफ्नो पर्सनल थिङ्स राख्नको लागि एउटा टेबल ल्याम्प छ यो टेबल ल्याम्पको स्विच कता रहेछ ओभरअल एकदम राम्रो छ दुबईमा यो न्यु इयरको टाइममा यो होटल भनेको हामी सस्तोमा पाएर आएको ल हजुर यस्तै हो ल धन्यवाद